यसमा भ्रम नपर्नु होला है। यहाँ मेरा दर्ता नम्बरहरू प्यान नम्बरहरू काटेर उडाएर विभिन्न किसिमको चाहिँ मलाई आरोप लगाइरहेको छ। नेपाल सरकारले मलाई जसरी अनुमति दिएको थियो त्यसरी नै मैले बेच्छु। यहाँ हुने नहुने भ्रमहरू गरेका छन्। नमस्कार, म वैद्य बाबा। नेपाल सरकारबाट मान्यता प्राप्त गरी यी मेरो दर्ता नम्बरहरू देख्नुभएको छ, प्यान नम्बरहरू मैले यसरी सोझो हिसाबले मैले चाहिँ हजुरहरूलाई औषधिहरू लामो समयदेखि उपलब्ध गराएर आएको छु। यहाँभन्दा अगाडि मेरो एलबी जडीबुटी भनेर मैले दर्ता भएको छु। 1 वर्षपछि फेरि मैले महादेव जडीबुटी भनेर नियमअनुसार मैले उपलब्ध गराएँ। त्यसपछि अहिले आएर पूर्वीय सभ्यता जडीबुटी सप्लाइज मेरो नाममा दर्ता भएको छ र त्यसपछि गएर मैले विभिन्न किसिमको औषधिहरू यहाँ देख्न सक्नुहुन्छ, जसलाई हामीले गाई खुरे भनिन्छ। ल हेर्नुहोस् है, ठ्याक्कै गाईको खुर जस्तो हुन्छ। ल हेर्नुहोस्, यी गाई खुरे भन्ने हुन्छ, जसलाई चाहिँ एउटा ढाड कम्मरहरू जोड्ने दुखाइ। अब यहाँ महत्त्वपूर्ण जडीबुटी सुगरका, थाइरोइडका, कोलेस्ट्रलका विभिन्न रोग अनुसारको हजुरले चाहिँ जडीबुटी पाउन सक्नुहुन्छ। होलसेलमा पनि पाउनुहुन्छ, खुजुरा पनि पाउनुहुन्छ। लामो समयदेखिको मैले हजुरलाई सेवामूलक गरेर आइरहेको छु। यहाँ हुने नहुने भ्रमहरू गरेका छन्। मेरा चाहिँ कतिपय चाहिँ मेरो पाएका ती मान्यता प्राप्त दर्ता नम्बरहरू पनि अब छैन, यस्तो छैन, उस्तो छैन, वहीगात हो यो भनेर चाहिँ पारिएको छ। 10 मिनट मैले आज तपाईँहरूलाई प्रमाणसहित मैले देखाएँ। लामो समयदेखि नेपाल सरकारलाई मैले चाहिँ कर तिरेर औषधिहरू उपलब्ध गराएको छु। ठाउँ ठाउँमा मैले लिन्छु पनि, तपाईँहरूलाई जसलाई जे जति चाहिन्छ मैले दिन्छु पनि। म योभन्दा अगाडि पनि मैले देखाइरहेको छु। दर्शकबिनहरू हजुरले खुसी राइजसँग आएर हजुरहरूको समस्या अनुसारको, रोग अनुसारको हजुरले पाउनुहुन्छ। जस्तै महिलाहरूको चाहिँ ढाड कम्मरहरू दुख्ने, महिनामारी गडबडी, तल्लो पेटहरू दुख्ने विभिन्न समस्याहरू, गानो गोला, ग्यास्ट्रिक, वायु गोला, थुप्रै रोग अनुसारको हामीले चाहिँ हजुरहरूलाई चाहिँ ओखतीहरू यहाँबाट चाहिँ दिइन्छ। महत्त्वपूर्ण ओखतीहरू, कच्चा पदार्थ ओखतीको लागि जे नेपाल सरकारबाट हामीले अनुमति पाएका छौँ त्यही अनुसारले हामीले चाहिँ हजुरहरूलाई उपलब्ध गराइन्छ। दर्शकबिनहरू, यो कुनै उद्योग होइन, कुनै किसिमको होइन, कच्चा पदार्थ जडीबुटी जुन नेपाल सरकारले मलाई जसरी अनुमति दिएको थियो त्यसरी नै मैले बेच्छु। कुनै किसिमको चाहिँ यहाँ 2 नम्बरी छैन। सोझो हिसाबले जे नेपाल सरकारबाट जे मैले मान्यता प्राप्त पाएको छु त्यही अनुसारले मात्रै काम गरेर आएको छु। दर्शकबिनहरू, हजुरले पाउन सक्नुहुन्छ। होलसेलमा पनि लान सक्नुहुन्छ, किलो हिसाबले पनि जोखेर लान सक्नुहुन्छ। यो ल्याउन एउटा 2टा नाम, यो हर्रो अमला भयो, मिक्स हर्रो अमला थरीका यसमा छन्। यो जेठी मधु भयो। दर्शकबिनहरू, महत्त्वपूर्ण जेठी मधु। ल हेर्नुहोस्, र यो रक्ताल भनिन्छ। उहाँ हेर्नुहोस् त्यो डिब्बामा भएको। ल हेर्नुहोस्, काउसो भनिन्छ। ढाड कम्मर दुख्ने जोर्नी,